त्यसमा हामी तपाईँको चिन्नु जस्तो कि तपाईहरू यदि राष्ट्रिय स्वतन्त्र पार्टीले कुनै पनि अवस्थामा कुनै पनि ठाउँमा सरकारमा सहभागी हुनुहोस् भनेर केही त्यो हाम्रो अहिले छैन सरकारमा सहभागी हुनुहुन्न त्यो म्यान्डेट होइन यदि देश बनाउने अभियानमा म्यान्डेट भन्दा पनि आउनु पर्नु भने के गर्नु हामीलाई त्यो छैन होइन हामीले त्यो विषयमा सोचेको छ म्यान्डेट त्यो छैन सरकार चला भन्ने म्यान्डेटै होइन त्यसले गर्दाखेरि तपाईँले बालेन शाह प्रधानमन्त्री बन्नुभन्दा रवि लामिछाने बन्नुपर्छ भनेर एकपटक होइन पटक पटक भन्नुभएको छ कि किन भन्नु छ अब त्यो मैले भनेको छु कारण त्यसको पनि कारण छ उहाँ चाहिँ अलिक बोल्नुहुन्छ भनेपछि कुनले मान्छे प्रधानमन्त्री हुँदा बेस भन्नुभयो तपाईँले प्रतिपक्षले त प्रश्नहरू गर्छ नि त प्रश्नको उत्तरहरू बोल्न सक्ने भन्न खोज्नु भयो कि काम गर्न सक्ने भन्न खोज्नु भयो यस्तो छ अब हामी भनेको आवाज उठाउने ठाउँमा छौँ हामीले सोधेका जनताको प्रश्नहरूको उत्तर चाहिँ होइन बिहालो गरेर होइन तपाईँको छैन के अरे विस्तारमा है दिन सक्ने समय दिन सक्ने खालको मान्छे चाहिन्छ भन्न खोजेको चुनाव अगाडि त मै प्रधानमन्त्री बन्छु प्रधानमन्त्री बन्छु भनेर ठोकुवा गर्नु भएको थियो सबै जति पनि सभामा जानुहुन्थ्यो अर्को सबै प्रधानमन्त्री बन्छ भन्दै हुनुहुन्थ्यो त्यो स्थिति बनेन के गर्नु छ अब त्यो सबैले भनेको केपी ओलीले पनि भनेको थियो गगन थापाले पनि भनेको थियो फुलमान घिसिङले पनि भनेको थियो अर्को साम्पाङले पनि भन्यो भनेपछि नेताहरूको बोलीमा चाहिँ विश्वसनीयता हुँदैन रहेछ भन्ने कुरा त्यसले विश्वसनीयता त यस्तो छ जनताले चुनेको भए हुन्थ्यो अब जनताले चुनेन त्यसमा अब जनताको फेरि निर्णय भन्दा ठुलो त मेरो तपाईँको बोली त हो समीक्षा गरौँ न किन चुनेन त्यो अब जनतालाई नै सोध्नुपर्छ अनि तपाईँहरूले चाहिँ आन्तरिक समीक्षा गर्नु भएको छैन जनतालाई नै सोध्नुपर्छ त्यो एउटा लहर थियो लहर र लहर है त्यही भनौँ त्यो यस्तो छ त्यो तपाईँको चाहिँ हाम्रो सिमानामा हो भने बनाउनु हुँदैन भन्छु म हाम्रो भूगोलभित्र भने हुँदैन हाम्रो भूगोलमा हो भने हुँदैन भन्छु अब संसदको बैठक पहिलो बैठक पनि हुँदैछ पहिलो बैठकमै तपाईँले एमसीसी को विषय उठाउँछु भनेर भन्नुभएको छ तपाईँले त्यो प्रस्ताव पेश गर्नुहुन्छ तारचुलाको पुलको विषयमा के छ तपाईँको बनाउँछौँ अब त्यति भनौँ है अहिले यहाँका सांसदहरूले त विरोध गरिराखेका छन् यो हर्क साम्पाङले चाहिँ विरोध गर्नुहुन्छ भने उहाँहरूले बनाउँदा हुन्छ संस्कृति पार्टीले भत्केको जलेको सिंहदरबार आफ्नो क्याम्पेन लगेर सिंहदरबार बनाउँछ भन्ने आएको छ के भन्नुहुन्छ अब त्यो काम गर्ने औजार चाहिँ अर्कै पार्टीलाई दिएको छ जनताले औजार बिना हामीले काम कसरी गर्ने होला र तर पनि त्यसमा हामी अनि तर श्रम गरेर पनि हामी देश बनाउँछौँ भन्नुभयो नि त तपाईँले हजुर सिंहदरबार भित्र चलाउनु पर्छ होला है धन्यवाद मनोजी।